माननीय डाक्टर स्वर्णिम वाग्ले, समय 18 मिनट। त्यसपछि माननीय ज्ञानबहादुर शाही। सम्माननीय सभामुख महोदय, उपादेयता धेरै नभए पनि परम्परा धानिएकै छ। अब यो बजेट अधिवेशनको श्रृङ्खलाबद्ध छलफलमा हामी सहभागी छौँ। नीति कार्यक्रम, विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता, वार्षिक आय व्ययको अनुमान, मन्त्रालयगत विनियोजन, अनि पैसो पुग्दैन त्यसपछि राष्ट्र ऋण उठाउने विधेयक, यो एउटा श्रृङ्खला चल्ने नै छ। धेरै सदस्यज्यूहरूले, मान्यज्यूहरूले भनिसक्नुभयो, यो कर्मकाण्ड भयो, यो रिचुअल जस्तो भयो, सकेसम्म नबनोस् भन्ने छ। अब यो 12 वर्षदेखि मैले एकदम चाख लिएर सुन्दै आएको कुरा हो, यो एउटा कर्मकाण्डमै सीमित छ। यसमा अलिकति हामीले क्रमभङ्गता गर्नुपर्छ जस्तो मलाई पनि लागेको छ। मैले विगत 2 वर्षको आफ्नो इन्टरभेन्सनमा भनेको थिएँ, यसको सिक्वेन्स मिलेको छैन र लिङ्केज पनि मिलेको छैन। अघि पनि यो कुरा आइसक्यो। पहिला अलिकति बिग पिक्चर, बिग फ्रेममा कुरा राखेपछि अनि हामीले सेक्टोरल कुराहरू गर्न पर्थ्यो भन्ने कुरालाई यसपालि अलिकति भए पनि सच्याइएको छ। यद्यपि समयको त्यो ग्याप चाहिँ कम नै छ। राष्ट्रपतिको वाचनपछि मलाई बाहिर सोधिएको थियो। मैले भने यो थाकेको सरकारले जाँगर नलगाइकन ल्याएको पुरानै कार्यसूची भनेर चाहिँ भनेको थिएँ। त्यही प्रकृतिको प्रतिक्रिया मैले दिएको थिएँ। अब यसको कारण अलिकति खोतल्न मन लाग्यो मलाई, र यसको यो बनाउने विधि मुख्य सचिवले चाहिँ आफ्ना सचिवहरूलाई पठाउनुहुन्छ, 8-10 वटा बुदा पठाऊ भन्नुहुन्छ, त्यो गाँसिन्छ। त्यति नै हो यसको। यो नीति कार्यक्रमको तपाईँले श्रृङ्खला हेर्नुभयो भने सुरुमा अर्थ, त्यसपछि कृषि, त्यसपछि वन, हुँदै 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 उद्योग वाणिज्य हुँदै अनि अन्तिममा रक्षा, गृह, परराष्ट्र हुँदै चाहिँ यो आउने गरिएको छ। र यसरी गाँस्दाखेरि 3 वटा कमजोरी हुने रहेछन्। पहिलो, अगाडि लेखिएको कुरा पछाडि गएर बाजिन पनि सक्ने, जस्तो कृषिका कुराहरू उद्योग वाणिज्य सन्धिसँग गएर बाजिन सक्छ। अर्को, साधन स्रोतको सीमा तोक्ने अख्तियारी अर्थसँग छ। र लङ टर्म विकासको खाका योजना आयोगले तय गर्छ, तर बनाइन्छ यता कर्मचारीहरूबाट चाहिँ पिएमओमा अलि टाठाबाठा उपसचिवहरूलाई सोध्यो भने हिजो कहाँ हुनुहुन्थ्यो भने म काभ्रेको सहायक सिडिओ थिएँ भनेर भन्छन्। हैन, भन्या मतलब यो खालको सेक्टोरल यो तादात्म्यता हामीसँग मिलिराख्या छैन जस्तो मलाई लाग्छ। र तेस्रो चाहिँ यो सिनर्जीहरू पनि छुट्ने रहेछन्। यो मन्त्रालयगत हिसाबले गाँस्दाखेरि सिनर्जीहरू छुट्छन्। जस्तो यसपालि कृत्रिम बौद्धिकता, एआई, आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा 2-4 लाइन खर्च गरिएको छ, तर त्यसलाई सञ्चार मन्त्रालयमा कैद गर्दाखेरि बिचरा सञ्चार मन्त्रालय आफैमा त्यो 7 अरब जाबोको चाहिँ बजेट छ। त्यहाँभित्र एउटा उपसचिवले हेर्ने गरेर यसो एआई डिभिजन राख्नु। हामीलाई चाहिएको छ आजको दिनमा 7 अरबको एआईमा लगानी, ताकि त्यो 7 अरबको सरकारी लगानीले 70 अरबको चाहिँ निजी लगानी भित्र आओस्, क्राउडिङ इन गरोस्। तर यो सेक्टोरली हेर्दाखेरि यो मिस हुने रहेछ। अनि त्यो एआईमा फड्को मार्नको लागि शिक्षा प्रणाली गाँसिया छ। शिक्षा प्रणाली सँगसँगै पोषण, स्वास्थ्यका कुराहरू गाँसिएका हुन्छन्। त्यसैले यो सेक्टोरली एकदम साइलोको रूपमा टुक्राएर हेर्दाखेरि चाहिँ यो सिनर्जीहरू मिस हुने। पर्यटनको लक्ष्य बकाइदा तोकिया छ, यता भौतिक पूर्वाधारसित त्यो सामञ्जस्य नहुँदाखेरि त्यो टुरो पाइदिने। कृषि उत्पादकत्व कुरा व्यापार सन्धिसँग लिएर जोडिया छ। नेपाल भारत द्विपक्षीय व्यापार सन्धिले नेपालको आन्तरिक कृषि उत्पादनलाई ठुलो उथलपुथल गराइराखेको छ। त्यो सिनर्जी मिस भयो। र परराष्ट्र र अर्थ मन्त्रालय बिचकै पनि समन्वय यहाँ देखिँदैन। दिगो विकासका लक्ष्यहरू, त्यहाँबाट चाहिँ यो अर्को एलडिसी ग्रेजुएसनका कुराहरू छन्, साधन स्रोत जुटाउने कुरा छ। अब 1.5 महिनापछि स्पेनको सेभिलमा 4थो एउटा चाहिँ शिखर सम्मेलन हुँदैछ, इन्टरनेसनल कन्फरेन्स फर फाइनेन्सिङ फर डेभलपमेन्ट। 10 वर्ष अगाडि नेपालको मन्त्रीस्तरीय नेतृत्व गरेर म नै गएको थिएँ इथियोपियामा। असाध्यै महत्त्वपूर्ण 10-10 वर्षमा हुने फाइनेन्सिङ फर डेभलपमेन्ट कन्फरेन्स, कुनै उल्लेखै छैन यहाँ।
किनकि परराष्ट्रका न्युयोर्कमा रहेका राजदूतले समन्वय गरिराख्नु भएको छ। इनफ्याक्ट प्रिपरेटरी कमिटीमा उहाँको सम्मानजनक उपस्थिति छ। एसिया प्रशान्त क्षेत्रबाटै प्रतिनिधित्व गर्नुभएको छ, तर त्यही कुरो सायद अर्थलाई थाहा छ कि छैन। त्यसैले यो सिनर्जीका कुराहरू पनि टुटे जस्तो मलाई लागेको छ र यो क्रमभङ्गता गरौँ। यसलाई अब हामी 84 मा सरकारमा आयौँ भने राष्ट्रिय योजना आयोग, अहिलेको नेसनल स्ट्याटिस्टिक्स अर्गनाइजेसन, अहिलेको PRI इत्यादि सबैलाई PMOमा गाभेर प्राइम मिनिस्टर्स डेभलपमेन्ट एक्सन काउन्सिल PM-DAC बनाएर अनि बल्ल मन्त्री परिषदको कार्यालयबाट चाहिँ यस्तो खालको डकुमेन्ट तयार हुने हैसियत बन्छ। नत्र अहिले यो पुरै कर्मकाण्डमा सीमित हुनुको कारण र देखिएका कमजोरी यी हुन् जस्तो मलाई लाग्छ। र यसको अलिकति परम्परा बेलायतबाट पनि आएको हो। मैले हेरेँ बेलायतका राजा चार्ल्स III ले भर्खरै दिनुभएको रहेछ पार्लियामेन्टमा किङ्स स्पिच, जम्मा 12 मिनटको छ, 3 पानाको छ, 1500 शब्दको छ र उहाँले प्रस्तुत गर्नुभएको लेजिस्लेटिभ एजेन्डा हो। मेरो सरकार, अब हिज म्याजेस्टिज गभर्मेन्ट नै भन्छ उता, मेरो सरकारले, यहाँ पनि राजाले पहिला त्यही नै भन्नुहुन्थ्यो, मेरो सरकारले यो सेसनमा चाहिँ 21वटा ऐन लिएर आउँदैछ, यी हुन् भनेर त्यति हो। 10-12 मिनटमा टुङ्गिन्छ त्यो कुरा। हामीले सिकेको त्यहीँबाट हो, तर त्यो अपभ्रंश त्यो बिगार्दै 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 त्यो नक्कल गर्दा गर्दै हामीले चाहिँ ऊँट बनाएर छोडेका छौँ। यसलाई क्रमभङ्गता गरौँ भन्ने मेरो आग्रह छ। यसलाई यो प्रोसेसमा मैले कुरा गरेँ। अब सब्स्टेन्समा आज अब 2/3 बहुमतको सरकार छ। विश्व इतिहासमै यो दुर्लभ प्रयोग हो। सरकारमै रहेकाहरूलाई यो महसुस भएको छैन जस्तो मलाई लाग्छ उहाँहरूको टिप्पणी सुन्दाखेरि। तर यो दुर्लभ प्रयोग हो। बेलायतकै प्रसङ्ग लिने हो भने हिटलरलाई हराउनको लागि सन् 1942 मा लेबर पार्टी र टोरी पार्टी विन्स्टन चर्चिलको नेतृत्वमा क्लेमेन्ट एटली चाहिँ मिलेर त्यो राष्ट्रिय नेसनल युनिटी गभर्मेन्ट वा धेरै ठाउँमा क्वाजाई नेसनल गभर्मेन्ट पनि भनिन्छ बनेको थियो। राष्ट्रकै अस्तित्व जोगाउन मात्रै यस्तो खालको सहकार्य गरिन्छ। इजरायलमा तपाईँहरू हेर्नुहोस्, आरबहरूले घेराबन्दी गरे भने वा पछिल्लो हमासको आक्रमणपछि त्यहाँ नेसनल युनिटी गभर्मेन्ट बन्यो। जर्मनीमा एउटा अलिकति सुसंस्कृत अभ्यास छ कोअलिसन कल्चरको, आङ्गेला मर्कलले धेरैचोटि गरिन् र गत हप्ता मात्रै त्यहाँका प्रमुख 2 दल सोसल डेमोक्रेटिक पार्टी र क्रिस्चियन डेमोक्रेटिक युनियनले फेरि चाहिँ कोअलिसन गभर्मेन्ट गरेर नेसनल गभर्मेन्ट ग्रान्ड कोअलिसन भन्छ त्यतातिर लागेका छन्। धनी देशमा मात्र होइन, गरिब देशमा पनि यो अभ्यास भएको छ। केन्यामा सन् 2008 मा त्यो भीषण एउटा भायोलेन्ट इलेक्सनपछि रोइला ओडिङ्गा र यो चाहिँ क्वाइ के अरे मुवाई किबाई यिनीहरूको सरकार 5 वर्षसम्म चल्यो। साउथ अफ्रिकामा नेल्सन मण्डेला अन्तर्गत नेसनल युनिटी गभर्मेन्ट 94 मा रङ्गभेद विरुद्ध त्यो भयो। उदाहरणहरू छन्। नेपालमै पनि सुशील कोइरालाको सरकार संविधान बनाउन र भूकम्पपछिको पुनर्निर्माण गर्नको लागि त्यो एउटा सफल प्रयोग मानिन्छ। कृष्णप्रसाद भट्टराईको सरकार पनि 47 सालमा त्यो खालको एक्सपेरिमेन्ट भएकै हो। तर यहाँ चाहिँ अहिले चाहिँ यो आफ्नो स्ट्रेङ्थ नै थाहा नपाएको जस्तो महसुस हुन्छ। कुनै उत्साह छैन, कुनै रौनक छैन। विराट उद्देश्य हुनुपर्ने हो नि यस्तो खालको दुर्लभ प्रयोग गर्दाखेरि, हैन? अभूतपूर्व मैले भनिनँ किन 2 चोटि प्रयोग भइसकेको छ। तर यो विराट ठुलो सङ्कट हुँदाखेरि, आर्थिक वा प्राकृतिक प्रलय हुँदाखेरि बन्ने गरिने प्रयोगको नतिजा के छ? लगभग 0। 7 बुँदेमा भनिएको थियो हामी चाहिँ भ्रष्टाचार गर्दैनौँ, सुशासन इत्यादि, त्यो एउटा मजाक भइसकेको छ। आजकल टेलिभिजनमा कमेडी कार्यक्रमहरू चलाएनन् भने कुनै मन्त्रीलाई त्यहाँ उभ्याएर त्यो वाचन गर्न लगाइदिए हुन्छ, त्यति पर्याप्त हुन्छ। जोक बनेको छ, मजाक बनेको छ। संविधान संशोधनको एउटा पनि बुँदा प्रस्तावित छैन। 10-11 महिना भइसक्यो र अर्थतन्त्र तङ्ग्र्याउने कुरा पनि आउटसोर्सिङ गरिएको छ। एउटा प्रतिवेदनमा कुनै एक्सन लिएको छैन। त्यो आउटसोर्स गरिएको प्रतिवेदनमा 6 महिना अगाडि 4 महिना अगाडि नै तत्कालमा गर्नुपर्ने कुराहरू चाहिँ यी हुन् है। भुक्तानीका कुराहरू, अनिवार्य दायित्वहरू तुरुन्तै मिल्ने, उधारो असुली ऐन तुरुन्तै लिएर आउदेखि लिएर जग्गा अधिग्रहण छ भने भुक्तानी देऊ, अलिअलि बरु आन्तरिक ऋण लिएर गरे पनि हुन्छ भन्ने खालका 8-10 वटा तत्काल आजको भोलि नै गर्नुपर्ने सुझावहरूलाई पनि इम्प्लिमेन्ट गरिएको छैन। र तिनै कुराहरू संविधान संशोधन गर्छौँ, सुशासन कायम गर्छौँ, दण्डहीनता रोक्छौँ र अर्थतन्त्र तङ्ग्र्याउँछौँ भन्ने 10 महिनापछि फेरि नीति तथा कार्यक्रममा परेका छन्। त्यसैले यो 2/3 सरकारको एउटा लय, चरित्र, सामर्थ्य, यो ऐतिहासिकता यस्तै नै हो त? यसले जस्टिस गरेछ जस्तो यहाँहरूलाई लाग्छ? अलिकति सुझबुझपूर्ण अनुभवी सत्तारूढ दलकै राजनीतिज्ञहरू, सांसदहरूसँग अनौपचारिक छलफल गर्दाखेरि वास्तवमा ठुलो निराशा त्यहाँ पनि भएको मैले पाएको छु। अब यो खुद्रे मसिना परीक्षित घोषणाहरूमा रुमलिएको छ। सबै कुरा नराम्रा छैनन्। अब यत्रो चाहिँ कति 56 पाना लेख्दाखेरि सबै यो खतम भन्ने होइन, हैन? तर स्केल र एम्बिसनको कुरा गर्दाखेरि चाहिँ अब लेख्न त यहाँ भोलिपल्ट अब कर्मचारीहरू
10 बजे अफिस आउँछन् 5 बजे घर जानेछन् भनेर नीतिको रूपमा लेखिदिए पनि भयो नि। तर त्यो झिना मसिना भयो, त्यो रुटिन भयो, त्यो अपेक्षित कुरा भयो हैन। नीति त हो तर त्यो महत्त्वपूर्ण भएन। त्यसैले गुनासो त्यतातिर हो। यहाँ लेखिएकोमा कन्टेन्टमा आफैमा हैन विकास गर्छौँ, उन्नति गर्छौँ, असल काम गर्छौँ भन्नुलाई हामीले अन्यथा लिएका होइनौँ। तर अघि मैले भने बेलायतको राजाले यही परम्परा सुरु गरेको देशमा 12 मिनटमा उसले टुङ्ग्याउँछ यो एजेन्डा। त्यसैले अलि सारमा आओस्, अघि पनि कुरा आइसकेको छ, अलि सब्स्ट्यान्टिभ आओस्, ट्रान्सफर्मेटिभ आओस्, किनकि यो कोअलिसन गभर्मेन्ट यो दुर्लभ प्रयोग हो, दुर्लभ परिदृश्य हो। देशका प्रमुख दुई दलहरू मिलेर यस्तो अवसर फेरि फेरि नआउन पनि सक्छ। र त्यति बेला हामीले भनेका थियौँ यो एक्सपेरिमेन्ट पनि फेल भयो भने व्यवस्थामाथि नै प्रश्न आउँछ है, के बाँकी रह्यो त भन्ने प्रश्न आउँछ भन्दाखेरि। तर त्यतातिर त्यो गम्भीरताका साथ लिएको जस्तो देखिँदैन। सानो एउटा चाहिँ राष्ट्र बैङ्कको नियुक्तिमा अल्झिरहेको छ 2 महिनादेखि। अब माथि सेटिङ गरेर अनि समिति बसाएर एउटा चाहिँ रबर स्ट्याम्पको नियुक्ति हुनेवाला, त्यसमा पनि गिजोली राखेको छ। अब अन्य कुराहरूमा त म गइनँ, सम्पत्ति विवरणदेखि लिएर अन्य कुराहरू साथीहरूले उठाइसक्नु भएको छ। अब मल कारखानाको गीत कतिपटक सुनियो, 20 वर्षदेखि मैले सुनिराखेको छु। भूमि बैङ्क केपी ओलीको पहिलो 2 तिहाई सरकार हुँदाखेरि नै आएको कुरा, लगभग त्यो परीक्षामा गएन, त्यो फेल नै मान्नुपर्छ। सरकारी सेवामा इन्टर्नहरू राख्ने पोहोर हाम्रै पार्टीको मन्त्रीले चाहिँ यो प्रस्ताव राख्दाखेरि उल्ली बिल्ली गरियो। अहिले सरकारले यो चाहिँ राखेको रहेछ। तर 2 तिहाईको सरकारले इन्टर्न सेन्टर्नको कुराहरू गर्दाखेरि अलिकति नसुहाउने, नियमित काम हो, गरेर देखाए भइहाल्यो। सेवा प्रवाह आउटकममा झल्किँदाखेरि त्यो श्रेय जरुर सरकारले पाउने नै थियो। सेज इन्डस्ट्रियल पार्कहरूको कुरा, भैरवा, सिमरा, शक्तिखोर, त्यो उच्चारण नगरेको धेरै भयो हैन। यो सब अलपत्र छन्। सहकारी कोष, ऋण असुली कुराहरू 2074 को सहकारी ऐनमा तुरुन्तै गरिनुपर्ने भनेर लेखिएका प्रावधानहरू हुन्। 74 बाट आज हामी 82 छौँ, त्यो गरिएकै छैन। 8800 करोडको अपचलन भएको छ भनेर यही संसदीय समितिको प्रतिवेदनले भनेको छ। तर आक्रोश सबै रवि लामिछाने थुन्ने, रविन्द्र मिश्र थुन्ने, कुलमानलाई निकाल्ने, त्यो एउटा लेगसीको चिन्ता भएको सरकारले म केका लागि चिनिने छु। आज कृष्णप्रसाद भट्टराईलाई हामी सम्झन्छौँ, सुशील कोइरालालाई सम्झाउँछौँ, अघि पनि नाम लिए, एउटा ट्यान्जिबल केही गर्नु भयो नि हैन। बाबुराम भट्टराईको नाम आउँछ, बाटो बनाउनु भयो इत्यादि भन्ने भयो। इभन प्रचण्डको गभर्मेन्टलाई पछि 5 वर्षपछि गर्दाखेरि त्यो कार्यकालमा चाहिँ उहाँले भुटानी शरणार्थीको काण्डलाई एउटा बिन्दुमा लान खोज्नु भएको थियो भनेर सम्झिएला। यो सरकारलाई हामीले केका लागि सम्झाउने? रवि लामिछानेलाई थुन्यो, रविन्द्र मिश्रलाई थुन्यो, यस्तै हो त। त्यसैले यी कुराहरूमा चाहिँ पर्याप्त त्यो गाम्भीर्य देखिँदैन। र अर्को यहाँ इकोसिस्टम भन्ने शब्द 3-4 वटा चलाएको देखेँ मैले। र स्टार्टअप कर्जा, हिजो संयोगले प्रधानमन्त्रीको फेसबुकमै मैले देखेँ त्यो विज्ञापन। 661 वटा कर्जा चाहिँ गरियो। उद्यम अब अर्को गुगल, अर्को मेटा, अर्को चाहिँ च्याट जिपिटी नेपालमै जन्मन ला जस्तो गरेर गरियो। मैले यसो सरसर्ती हेर्दाखेरि 661 वटा अवार्ड, 1500 वटा आवेदन परेका रहेछन्। 1500 बाट छोट्याएर 5000 वटा एप्लिकेसन, 1300 जति सर्टलिस्टिङ र 340 वटा त जम्मै माछा, दुध, बाख्रा, कुखुरा इत्यादि छन्। त्यसलाई मैले होच्याउन खोजेको होइन, तर त्यो लघु उद्यमसँग सम्बन्धित टेक स्टार्टअप इत्यादि भनिसकेपछि हाम्रो एक्सपेक्टेसन अलि अर्कै हुन्छ। टेलरिङमा 33 वटा रहेछ, मसला, दालमोट, कागजको प्लेट यस्तोमा 65 वटा जति रहेछ, र आइटी एप्लिकेसन चाहिँ जम्मा 17 वटा रहेछ त्यो 661 मा मध्ये। तर भन्दाखेरि चाहिँ यहाँ त टेक्नोलोजी फिल्डमा उद्यम के नहुन्ला जस्तो 1 अरबको लगानीले यहाँ र वहाँ गऱ्यौँ भने जस्तो त्यो आशय दिइरहेछ। सुदूरपश्चिमले मात्र 102 वटा पास छ। मन्त्रीजी बैतडीका हुनुहुन्छ क्यारे, करिब 26-27 वटा उहाँले पनि आफ्नो ठाउँमा पार्नु नै भएको छ। अर्को चुनाव लड्न पर्ने नै होला। त्यसैले यो अलिकति भ्रम भयो क्या। अलिक प्रचार गरिएका राम्रा कुराहरूको पनि गहिरिएर हेर्दा खोतल्दाखेरि चाहिँ खोक्रो नै देखिन्छ जस्तो मलाई लाग्छ। सामान्य सभामुख महोदय, अब हामीले फेरि विरोधका लागि विरोध गर्ने होइन। सधैँ हामीले रचनात्मक सुझाव दिँदै आएका छौँ। 3-4 वटा कुरा असल पक्षहरूलाई म पनि उजागर गर्न चाहन्छु। उच्च स्तरीय आर्थिक सुझाव प्रतिवेदन, हालांकि उसका तात्कालिक सुझावहरूलाई कार्यान्वयन नगरेकोमा मेरो गुनासो छ। तर ठुलो 480 लगभगको रेकमेन्डेसनहरू छन्। प्रतिवेदनै पनि झन्डै 500 पेजको छ। त्यसलाई एकदम गुड फेथमा सकिने जति चरणबद्ध रूपमा इम्प्लिमेन्ट गर्नुभयो भने हाम्रो पार्टीको समर्थन रहनेछ। केही समय अगाडि 6 वटा अध्यादेश ल्याउनु भयो तपाईहरुले, पेलेरै प्रक्रिया मिचेर त्यसको हामीले सख्त विरोध गर्यौं। तर एउटा अध्यादेशको हामीले विरोध गरेनौं। एउटा अध्यादेशमा हामीले संशोधन पनि हालेनौं। आर्थिक तथा व्यावसायिक वातावरण सुधार एवं लगानी अभिवृद्धि त्यो कन्ट्रीको इन्ट्रेस्टमा छ र त्यसको बनाइने प्रक्रिया आसेपासेहरू राखेर केही स्वार्थहरूको प्रभावमा पनि भन्ने गाईगुई चल्दै पनि
सारमा त्यसलाई अनेस्टली इम्प्लिमेन्ट गरेको खण्डमा त्यो मुलुकको हितमा छ भनेर हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसलाई विरोध गरेन। त्यसैले सबै कुराको विरोध गर्छ भन्ने भाष्य पनि यो नबनाऊ। अस्ति प्रधानमन्त्रीले कता भन्नुभयो विपक्षीहरूले सधैँ विरोध, त्यो होइन। अर्को भौतिक परियोजनाहरूको यो पुनः प्राथमिकरण यो पनि ओभरड्यू छ। यो बजेटको क्रममा यसो मन्त्रालयहरूसँग सम्पर्क गर्दाखेरि हजुर पहिलाको दायित्व नै अहिलेको सिलिङ छोइसकेका छ, नयाँ कहाँबाट राख्ने भन्ने खालको गुनासो। त्यसैले यो बिग्रिसकेको सिस्टमलाई हामीले अर्थमन्त्रीले आँट गर्नुहोस्, भौतिक मन्त्रीले आँट गर्नुहोस्, प्रधानमन्त्रीले त्यो निर्देशन दिनुहोस्, यो पुनर्प्राथमिकीकरणमा हाम्रो सपोर्ट हुने नै छ। र केही कुराहरू स्वीकारोक्ति पनि आएका छन्, त्यसलाई पनि हामी समर्थन गर्छौँ। नरेन्द्र मोदीको नक्कल गरेर जेमा पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण, प्रधानमन्त्री रोजगार कार्यक्रम, राष्ट्रपति चुरे कार्यक्रम, राष्ट्रपति शैक्षिक सुधार थियो, अहिले चाहिँ नाम परिवर्तन गरिएछ। उताको डेलिभरी शैली, उताको नेतृत्व, उताको क्षमता यहाँ हामीले नाममा मात्र नक्कल गऱ्यौँ, शैलीमा नक्कल गर्न सकेनौँ। त्यो नयाँ नाम राखे पनि नयाँ नामको बदनाम चाहिँ नहोस्, तर यो नाम चेन्ज गर्नु पनि एउटा स्वीकारोक्ति हो कि दिस hasn't worked, अब यसलाई नयाँ ढङ्गले लगाउँ भन्नेलाई हाम्रो पार्टीले सकारात्मक रूपमै लिएको छ। अलिकति मैले पहिला प्रतिक्रिया पनि जनाइसकेँ, एउटा प्रशान्त सागरको टापु जस्तो चाहिँ व्यवहार भयो भन्ने कुन मानेमा भने यत्रो क्षेत्रीय र अन्तर्राष्ट्रिय उथलपुथल भइराखेका छन्, त्योबाट निरपेक्ष र अनभिज्ञ रहेको जस्तो भान हामीलाई हुन्छ। बाहिर अघि इन्डिया पाकिस्तानको त पछिल्लो भयो, ट्रम्पले जुन 80 वर्षदेखि इस्टाब्लिस्ड भएको र साना मुलुकले लाभ लिइरहेको यो रुल्स बेस्ड इन्टरनेसनल अर्डर अब छेद विच्छेद हुने अवस्थामा पुगेको छ। यसको एनालिसिस के हो, एउटा श्वेतपत्र नै आउनुपर्ने हो, हामीले के कसरी तयारी गर्ने भन्ने बारेमा। नोर्म्स र मान्यताहरूमाथि आक्रमण भइरहेको छ, टेरिटोरियल इन्टेग्रिटीदेखि लिएर मानवाधिकारदेखि यो संसदले एकदम प्यारोसित अपनाएको, अवलम्बन गरिरहेको, अभ्यास गरिरहेको समावेशिता DEI डाइभर्सिटी इक्विटी इन्क्लुजनको ग्लोबल मुद्दा ध्वस्तै बनाइदैछ बाहिर। यसलाई हामीले कसरी प्रोटेक्ट गर्ने, किनकि यो हाम्रो जुन संरचनात्मक विभेदको एजेन्डा छ नेपालमा हामी सबैले स्वीकारेको र त्यसलाई एड्रेस गर्नुपर्छ भनेको, तर बाह्य आक्रमण र बाह्य समर्थन नहुँदाखेरि यसलाई हामी कसरी नर्चर गरेर जाने। इन्स्टिट्युसन्सहरू राष्ट्रसङ्घदेखि लिएर इभन बहुराष्ट्रिय चाहिँ विकास बैङ्कहरू, मल्टिल्याटरल डेभलपमेन्ट ब्याङ्क्सहरू पनि अहिले ठुलो अनिश्चयको घेरामा छन्। क्लाइमेट चेन्जको त्यत्रो आउगुजी थियो, अहिले त्यो शब्द नै लेख्न नपाइने जस्तो चाहिँ भइराखेको छ। र यो सहुलियतपूर्ण वित्त USAID लगायतहरू त भङ्ग नै भएका छन् र विश्वको सबभन्दा ठुलो अर्थतन्त्रले दिने चाहिँ आर्थिक सहयोगहरू सुक्दाखेरि धेरै अन्तर्राष्ट्रिय सञ्जालहरू, अन्तर्राष्ट्रिय संस्थाहरू पनि कमजोर अवस्थामा हुनेछन्, त्यहाँबाट आउने नेपालले पाउने सहयोगहरूमा पनि। त्यसैले वैकल्पिक यो जियोपोलिटिकल रिओरिएन्टेसन सँगसँगै नेपालले आफूलाई कहाँ प्लेस गर्ने हो र त्यो गर्दाखेरिका कस्ट बेनिफिटहरू हामी सबैले एनालिसिस गर्नुपर्ने नै छ। नेपालभित्रकै ठुल्ठुला संरचनात्मक उथलपुथलहरू मैले बारम्बार 3टा D उठाइरहेको छु विगत 10 वर्षदेखि, 2टामा अलिअलि ट्र्याक्सन आएको छ, अब तेस्रोमा पनि म बल गर्दैछु। एउटा डिजिटलाइजेसन, ल्यान्डलक कन्ट्री भएकोले यो बाहेक अन्य विकल्पै छैन। अर्को डेमोग्राफी, यस्तो विकृत अथवा सङ्कुचित चाहिँ जनसाङ्ख्यिक बनोट बन्दैछ कि हाम्रो फड्को मार्ने झ्याल ढोका थुनिँदैछन् है, धेरै समय छैन है। त्यसैले यो वेस्ट नगरौँ भनिराखेको छु। त्यो डेमोग्राफीको र अहिले डायस्पोरा, यो 3टा D मा टेकेर नै हामीले अगाडि जानुपर्ने छ। निर्जनीकरण, श्रम शक्तिको फेमिनाइजेसनदेखि लिएर शिक्षा स्वास्थ्यमा यो मिडल क्लासमा परेको भार लगायत कुराहरू चाहिँ यहाँ हाम्रै भित्रका धेरै स्ट्रक्चरल कुराहरू छन्, त्यसलाई म अहिले व्याख्या गरिनँ समयको अभावले। अन्तमा चाहिँ मलाई लाग्छ यो सानो रोटीको लुछाचुडी धेरै भयो हामी कहाँ। 1860 अर्बको बजेट ल्याउनु भयो योभन्दा अगाडिका अर्थमन्त्रीले, त्यसलाई माघमा गएर सुकाइने गरिन्छ जहिले पनि। 1693 भन्नुभयो, हिजो साँझ 5 बजेसम्म यो राज्यले खर्च गरेको जम्मा 1113 अर्ब। 1860 अर्बको बजेट फुकेको थियो, हिजोसम्म खर्च भएको 1113 अर्ब। अर्को 2 महिना जति बाँकी छ, अर्को 2 महिनामा हद्द भए अर्को 2 खर्ब जति जाला। भनेपछि फुक्ने 18-19 खर्बको बजेट, तर खर्च हुन्छ हाम्रो 13-14। मान्य सदस्य आफ्नो भनाइ छुट्याउन आग्रह गर्छु। त्यसैले मूल कुरा चाहिँ अब यो सानो आकारमा लुछाचुडी गर्ने, मलाई 20 लाख पारिदेऊ, मलाई 2 करोड पारिदेऊ होइन कि। आज सुशासन भएको भए गिरिजाप्रसाद कोइरालाको अर्ली डेजमा मिड 90s मा 95 को हाम्रो GDP $4.5 बिलियन रहेछ, आज $45 बिलियन छ, 10 गुणा बढेछ नोमिनल टर्म्समा, रियल ग्रोथ होइन नोमिनल, इन्फ्लेसन पनि जोडेर हेर्दाखेरि 30 वर्षमा 10 गुणाले GDP बढ्यो। तर त्यो सुरुको रियल ग्रोथ 7%, नोमिनल ग्रोथ 12-13 भए आज हामी $100 अर्ब को अर्थतन्त्र हुने रहेछौँ। यो कुशासनको प्राइस हाम्रो सङ्कुचित GDP मा प्रतिबिम्बित भइरहेछ। आज $100 बिलियन GDP भए $25 अर्ब वा झन्डै 19 दुना 36 खर्बको नेपाली बजेट, नेपाली रुपियाँको बजेट ल्याउन कुनै गाह्रो हुने थिएन। त्यसैले मूल कुरा चाहिँ
अर्थतन्त्रको आकार बढाउनतिरै जानु पर्यो र त्यसको अन्डरगर्डिङ चाहिँ सुशासनबाटै गर्नुपर्छ भन्ने कुरा चाहिँ विगत 30 वर्ष यो मिसिङ जीडीपी सुशासन 90s कै रफ्तारमा जीडीपी बढेको भए सुशासन कायम भएको भए हामी कोभिड द्वन्द्व इत्यादिबाट डिस्ट्र्याक्टेड नभएको भए आज $100 बिलियन को इकोनोमी हामी हुने रहेछौँ 45 मा खुम्ची राखेका छौँ त्यो $55 बिलियन कुशासनको मिसिङ जीडीपी हो त्यो प्राइस वी हेभ पेड एज अ नेसन त्यसैले त्यसमा गरौँ अब डिजिटलाइजेसन क्लिन एनर्जी ग्रीन भ्यालु चेन्ज हाई भ्यालु एग्रिकल्चर र टुरिज्म यो 5वटाको डाइनामाको रूपमा अगाडि बढाउँ म टुङ्ग्याइहालेँ सभामुख महोदय र दोस्रो चाहिँ इम्प्लिमेन्टेसनमा अलिकति मैले मिसन मोडको कुरा गरेको थिएँ पोहोर यही पङ्गु राज्य कमजोर राज्यले धेरै कुरा डेलिभरी गर्दैन तर परेको बेलामा यसले चुनावहरू राम्रोसित गराउँछ यसले भ्याक्सिनेसनका ड्राइभहरू गजबसित गराउँछ यसले विपद आउँदाखेरि प्रारम्भिक पुनरुत्थान गजबसित गर्छ G20 बिमस्टेक सार्क जस्ता समिटहरू राम्रो गर्छ फरक के भयो तिनीहरूको लक्ष्य तोकिएको हुन्छ नतिजा सफल वा असफल भएको नतिजा मापन गर्ने मेट्रिक एकदम स्पष्ट हुन्छ र तिनीहरूको समय सीमा मान्य सदस्य समय सकियो त्यसैले यता रुटिन काममा चाहिँ हामी त्यो राज्य फेल भइरहेको हुन्छ त्यसैले हरेक कुरा अब मिसन मोडमा चाहिँ हामीले गर्यौं भने धेरै नै राम्रो हुन्छ जस्तो मलाई लाग्छ र अब अन्तमा धेरै कुरामा हाम्रो विमतिहरू रहे संविधान संशोधनको एजेन्डा भयो ब्युरोक्रेसीको रिअर्गनाइजेसन 68% चाहिँ दरबन्दी राजतन्त्र अनङ्कित रहेछ एआई को जमानामा त्यो आवश्यक छ इत्यादि चालु खर्च कसरी धान्ने ठूला पूर्वाधार शिक्षाको यो लथालिङ्ग नयाँ वित्त लगायतका कुराहरुमा चाहिँ अब जसरी हाम्रो होम ग्रोन सेटलमेन्ट भएको थियो शान्ति प्रक्रिया 20 वर्ष बरालिएको म टुङ्ग्याइहालेँ 30 सेकेन्ड शान्ति प्रक्रिया होम ग्रोन थियो 12 बुँदे सम्झौता गरेर मुलुकलाई एउटा ट्र्याकमा लिएर आइयो अब आर्थिक सामाजिक क्रान्तिको लागि पनि अर्को 12 बुँदे सहमति हामीलाई चाहिएको छ एउटा सोशल इकोनोमिक कम्प्याक्टमा हामी जाउँ यो कहीँ गर्नु पर्दैन हाम्रा गणतन्त्रका 3टा राष्ट्रपति हुनुहुन्छ 3 जना राष्ट्रपतिको रोबरमा बसेर अब सबै दलहरूले निषेध प्रतिशोध होइन बसेर